मेरो नाम यसमाया अङ्गाई ढकाल हो। मेरो घर जमुनापुर कालिका वार्ड नम्बर 6 मा पर्छ। मेरो झिटी 11 कट्ठा जग्गा ढलान गरेर बिचौलिया तिल प्रसाद नेउपाने वडा कमिटीको अध्यक्ष एमालेको हुनुहुन्थ्यो। मेरो बुढो पनि एमालेको पहिल्यैदेखिको सक्रिय सदस्य हो। त्यहाँ के अरे मेरो घरमा आउनु भएको थियो, जग्गा ब्याङ्कमा थियो, हुँदैन म जसरी पनि मिलाउँछु भनेको थिएँ। आरबीजीलाई गाह्रो पऱ्यो, म भएँ म गरिदिन्छु। एक दुई महिना 2-4 महिनालाई पैसा चलाउनुहोस्, 2 रुपियाँ ब्याजको पैसा हो भन्नुभयो। हुँदैन, म मान्दिनँ, मेरो झिटी म जसरी मिलाउँछु भनेको थिएँ। त्यहाँबाट त उहाँले त मलाई थाहै भएन। बुढो उहाँसँग धेरै वर्षदेखिको सँगै बस्ने हिँड्ने खाने गर्नुहुन्थ्यो। त्यहाँबाट उहाँले त लगाएर सुरज विष्टको नाममा टाँसेर झिटी आफ्नो नाममा कागज वकिल राखेर आफ्नो नाममा कागज गरेर 40 लाख हो पैसा चाहिँ 45 लाखको कागज गर्नु भएको चाहिँ। त्यहाँबाट गरिसकेपछि 1 महिना पैसा हालेको 1 महिनामा जग्गा अब यसरी उ भएको यो हामी छोरी हो। मेरो नाममा शेषपछि प्रकाश गरेको थियो 25-30 वर्ष अगाडि। यो गौरी अन्ज भन्नपा 8को जग्गा हेरपोस्टनिरको घडेरी जग्गा हो। 2.5 अट्ठा जग्गा दिनुहोस्, 15 लाख गट्ठा भयो, लगभग कारोबार मिल्छ, किन ऊ अप्ठ्यारो गर्ने भनेर यसरी कुरा गर्नुभयो। आमा अहिले पनि 12 वर्ष भयो मैसित बस्नु भएको। मेरो नाममा शेषपछि गरेको जग्गा 2.5 कट्ठा जग्गा अब मलाई आएर भनेर ब्याज किन तिर्नुहुन्छ बढी, मिलाउनुहोस् झट्टै भनेर लैजानु भयो। 2.5 कट्ठा जग्गा मसित फस्लाम गरेर फिर्ता दिन्छु भनेर। त्यसपछि त्यो 11 कट्ठा जग्गा ढलान गरेको घरगोठ पनि छैन सुरज विष्टको नाममा। त्यहाँबाट 8 लाख एक फेर, 5,20,000 एक फेर, 4,60,000 नगद पैसा तिल प्रसादले लानु भएको। मैले कतिपल्ट कालिका नगरपालिका मेलमिलापमा हाल्दाखेरि मिलाइदिनुहोस्, आफ्नै पार्टीको साथीले यस्तो गर्नुभयो, घरबास सबै यस्तो गरिदिनु भयो, हुँदैन भन्दा कालिका नगरपालिकामा सबै भागाभाग गर्ने। त्यहाँबाट यो सिडिओबाट पत्र काट्यो, डिएसपी कार्यालयमा लयो। यो 2 जना मान्छे छलफल गराइ जुटाइदिनुहोस् भन्दाखेरिमा डिएसपी कार्यालय भित्रै आउने उद्योगवादीसँग अध्यक्ष राजशेखर र सञ्जीव नरेकुमार यो बसेनीका यी आउने र मलाई हप्काउने थर्काउने। कालिका नगरपालिका नगर इन्चार्ज जयचन्द्र चौधरी हुनुहुन्थ्यो। उहाँ अन्यायमा पर्नु भएको। यसरी तपाईँले केही पनि नभन्नुहोस् है भनेपछि उहाँहरू जानुभयो। एकजना नरेकुमार भन्ने हुनुहुन्थ्यो, उहाँले चाहिँ मलाई हप्काउनु भयो। जमुनापुरबाटै जानु भएको 2-4 जना भाइहरू, उहाँले पनि देख्नु भएको। त्यहाँबाट राममणि सर बित्नु भयो सिटीबाट झरेर गाडीबाट। उहाँलाई चाहिँ यो कमल पाठाको वकिल अफिसमा डिएसपी कार्यालय अगाडि थियो पहिला, त्यहाँ बसिरहनु भएको थियो। त्यहाँबाट त्यो बाटोबाट छेकेर उतापट्टि त्यो डिएसपी कार्यालयभित्र छिर्नै दिनु भएन। उहाँलाई सबै कुरा थाहा थियो। उहाँले नै हिसाब किताब गरेर यति अब 4 रुपियाँ ब्याजको स्याजै भयो। यो 2 कट्ठा जग्गा र 16 लाख रुपियाँ पैसा चाहिँ रत्ननगर नगरपालिकाको उपमेयर यादव पाठा नि बस्नु भएको। त्यसमा एउटा सूर्य ढुङ्गाना भन्ने भाइ पनि बस्नु भएको, विप्लवको हो भन्नुहुन्थ्यो। उहाँहरू बसेर हाम्रो पार्टी प्यालेसमा छलफल गरेपछि ल अब 4 रुपियाँ ब्याजको स्याजै भयो। यो 2 कट्ठा जग्गा र यो 16 लाख रुपियाँ चाहिँ अब फिर्ता गर्नुहोस्। तपाईँले 4 रुपियाँ ब्याजको स्याज तिरेपछि उहाँलाई पनि 16 लाखको 4 रुपियाँ ब्याजको स्याज पनि तिर्नुहोस्, यो 2 कट्ठा जग्गा फिर्ता गरिदिनुहोस्। यत्रो विधि यो रमिता गरिदिनुहुन्छ भनेर रत्ननगर नगरपालिकाको उपमेयर यादव पाठकले कुरा गरेपछि हुन्छ भनेको मान्छे कहिल्यै पनि मलाई देखेपछि भाग्ने। तारापुञ्जमा गएर त्यहाँ एमालेहरूको अधिवेशन के थियो, त्यहाँ गएको भेटाए। त्यहाँबाट अब यसलाई हिँ चपल ठोक्छु भनेको फिलिल कता भाग्नुभयो तिल प्रसाद। त्यहाँबाट पार्टी कार्यालयमा अब एमालेको मान्छे हो, तपाईँहरूले बसेर मिलाइदिनुहोस् भने त्यहाँ सल ओछ्याएर सुतेको। त्यही पुलिस आउने हप्काउन थर्काउन। मान्छे अन्याय परे याकुल र व्याकुल भए कसैले मिलाइदिनुहुन्छ कि छलफल गराइदिनुहुन्छ कि जुटाइदिनुहुन्छ कि भन। डिएसपी कार्यालयमा भित्रै गुन्डा 12-15 जना गुटुटु। त्यहाँबाट डिएसपी एसपी पुलिस गुन्डा सबै मिले। पहिला 3 फेरसम्म पत्र काटेर सिडिओबाट पत्र काटेर डिएसपी कार्यालयमा ल त्यो 2 जना मान्छे नजुटाइदिन्। 2 जना मान्छे जुटाइदिन् भने मेरो धेरै थोरै निस्किन्थ्यो भागाभाग गर्ने। अहिले छैन, केही पनि छैन। हप्काउने, मेरो बुढोलाई थर्काउने, धम्क्याउने, पिट्ने गरेर अनि पैसा नि लानु भयो। जग्गा नि 11 कट्ठा जग्गा ढलान गरेर घरगोठ लैजानु भयो। हजुरहरू सबैजनाले कसरी हुन्छ मेरो चाहिँ उद्धार गरिदिनुहोस्। हस्, नमस्कार।